हेलो गाइज, नमस्ते सबैलाई। स्वागत छ हजुरलाई मेरो च्यानलमा। आज चाहिँ हामी फेरि एप टिप्न भन्दै जान थालेको अनि कतै जाने कार्यक्रम पनि छ आज बुढा र बुढीको, हामी दुइटाको भन्नु पर्यो। अहिले तल कता कता गइन्छ त्यो आज देखाउँछु, सपोर्ट गरिदिनु होला। लाइक सेयर सब्सक्राइब भन्न त नहुने हो, त्यही पनि गरिदिनु होला। ल अहिले तपाईँ छु गाइज, बुढीको हालत यो छ। फेरि जानी 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 भनेको मान्छे उही हो आँप टिप्नलाई। ऊ अहिले मस्त छ, फेरि मतलब छैन जाने हो कि नजाने हो, सुसार केही छैन। कति बेला हो जाने, कति बेला हो जाने भनिदेऊ त। हिँडेको ल, अब हामी हिँडेको तल गएर भेट्छु म हजुरहरूलाई। ल गाइज, हामी चाहिँ हिँडिसकेको हो। अब चाहिँ यहाँ हाम्रो तरकारी चाहिँ सबै किरा लगाएर खानै नमिल्ने हुन थाल्यो। खै कसको आँखा लाग्यो कि के भयो भनिदिनु होला। हजुरलाई थाहा भयो किरा नलाग्ने उपाय, दबाई छिर्किँदा पनि भएको छैन। हजुरसँग केही उपाय भयो भनिदिनु होला। खानै नपाइने भयो कसको आँखा लगाएर। बुढी चाहिँ फेरि उभिएको रहेछ। उता सानो बहिनी पनि आज आँप खाने भनेपछि धोका लाग्यो हौ, धोका लगाइरहेको हौ। आँप खानियोस् भनेपछि अब ल, अब हामी तल गएर भेट्छौँ फेरि। गाइजहरू म बुढा नन्द भएर चाहिँ आँप खाना भनेर हिँडिरहेका छौँ। अब पुग्न यहाँ छौँ, बाटोमा हिँड्दैछौँ। केही त बोल्नुहोस् तपाईँ पनि। के बोल्नु अब, बुढीले भ्लग बनाएको त म त के बोल्ने हो र, होइन? बुढी जो बोलेको राम्रो देखिन्छ होला। म बोलेको राम्रो देखिन्न हो, चिच्याएर बोल्नु पर्छ कि, कसले सुन्ने हो त बोलेर त्यतिको बोलेर चाहिँ। अस्तिको भ्लगमा आवाज चाहिँ आएको थिएन भन्ने मैले धेरै गुनासो सुनेँ। अलि चिच्याएर बोलेर सानो हो। ल ल, अब तल गएर अब आँपको बुटा चढ्छु, त्यसपछि भेट्छु। गाइजहरू, बुढी चाहिँ घाइते भएको अवस्था, खै के भयो। यस्तै धेरै ठुल्ठुलो आँखा भएपछि यस्तो हो। मगरहरूको धेरै चिम्चा आँखा हुनुको फाइदा, आँखै देख्दैन गरे क्या। अस्तिकै ठाउँमा यो लिची चाहिँ यस्तो दामी हो। लिची फल्दै यता लिची खाने बेलामा आउनु होला। बहिनीको चप्पल पनि मिल्ने मान्छे मिल्दैन नि तँलाई। जाम जाम मकै पनि ठुल्ठुलो भइसक्यो। मकैहरू घाम लाग्यो हो। लिची देखा त तैँले कहाँ छ लिची? अब राम्रो लिची कहाँ? लिची चाहिँ ऊ यहाँ क्या, अस्ति पनि देखाएको क्या के लिची त। लिची चाहिँ यस्तो भयो भनेर बत्तीले उहाँले टिप्नु भएको फेरि उहाँ मान्छे फेरि। ल अहिले यो बुटा चढेपछि भेट्छु हजुरहरूलाई मैले। ल गाइजहरू, यहाँदेखि बवाल देखिँदो रहेछ। यो चाहिँ हाम्रो लिची हो, टन्नै हो। आँप पनि देखाउँछु हजुरहरूलाई मैले, कस्तै गर्नु होला। के अरे अघि के भनेको? म बुटामा चढ्छु, भिडियो नगर ए बुटामा चढ्छु भिडियो नगर्ने। ल ल गर्दिनँ। अस्ति खाएको होइन? भिडियो गरेर मलाई थाहा नगर। जाउँ जाउँ, माथि त जाउँ।
बाबा कसले सक्नु यसलाई बुट्टामा चढ्न चोप लगाइदिलिस् नि मेरो टी सर्ट लगाएर हेर्नु त कति बेइज्जती हो हैन मेरो टी-सर्ट हो मेरो टी सर्ट लगाएर भिजोक बनाइदिनु भयो चोपै चोप वहाँ पुगिसक्यो नि त यहाँदेखि वहाँ पुगिसक्यो त आफ्नो टिपिसक्यो आया मौडी के आया ए खुट्टा दुख्दै रहेछ टिपेर भ्याएपछि भेट्छु हजुर कस्तै गर्नु होला अहिले पनि टिपेर भ्याएपछि भेट्छु मैले उता अब आँप बटाउने कार्यक्रम हुँदैछ कति भयो आँप 5वटा 5वटा आँप फेरि हेर्न कत्रो छ फेरि त्यो सानैमा आँप खायौँ हामीले एउटा उता गोजी गोजीमा हालेछौँ यता प्लास्टिकमा हालेर गाईचहरू कोही आउन नमाने म बुढीहरूलाई छोडिदिएर हिँडिदिएछु आऊ बल्ल आउँदैन तल देख्यो हा छोडेर नआउनेसम्म नआउने त्यो छोडिदिएर हिँडेको आउनुभयो आयो यता आँप 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 लगाइसक्यो हामी चाहिँ फर्किसकेको छौँ भन भन गाइजहरू हामी चाहिँ फर्किसकेको छौँ आँप खाएर मैले चाहिँ एउटा खाएँ नानीले त 5वटा लिएर हिँड्नु भयो प्लास्टिकमा देखाइदिन्छ खाँदै पनि हुनुहुन्छ हामी चाहिँ हिँडिरहेका छौँ म कति कालो आएको म गोरो छु गोरो निकाल्नु कालो भएको मान्छे कस्तो आउँछ कालै त आउँछ नि गोरो आउँछ कति आएको लगेर अब घरमा गएर भेट्छु यो त यस्तै हो ख्याख्याँदै फुफु बाहेक अरू गर्न जान्दिनँ म घरमा गएर भेट्छु अब हजुरहरूलाई ल यहाँ दुईजना भेट भएको खानु ऊ चाहिँ भर्खर लाउरे हो लाउरेले केही पनि देखाएन फेरि खानालाई फेरि चाउमिन ल्याएछ चाउमिन दियो भन्दा पनि दिन्न फेरि चाउमिन होइन न के खुवाउने हो त तैँले अब यसले कहाँ हाल्छ भिडियो खिचेन क्या उहाँ चाहिँ दुईजना ऊ चाहिँ के अरे के हो त मामा केटी पुरा मामा हुकुमको एक्का ऊ त बनाएर। भान्जी होइन कि ऊ चाहिँ मामा ऊ चाहिँ भान्जी अहिले भेटौँ न केटा केही पनि दिएन दियो भने म देखाउँछु है तिमी फेरि लगेर अब विदेशीबाट केही पनि पाइएन ऊ चाहिँ गइसकेको हो आजको लागि यति चाहिँ होला जस्तो छ त्यही हो हेरिदिनु सपोर्ट गरिदिनु होइन बुढी यता आउनु बुढी चाहिँ यहाँ आजको लागि यति बाई भन्दैन आजको लागि यति बाई केटा